Happy 100K family on Instagram. आजको भ्लग चाहिँ के को बारेमा हो भनेर थम्बनेल देखेर बुझिसक्नुभयो होला अनि टुडे लेट्स डु अ डे इन माई लाइफ FT 100K on Instagram. चाहिँ बिहानैदेखि भ्लग बनाउँछु भन्दै थिएँ साथीहरू, तर मैले फेरि बिर्सेँ क्या, भइसक्यो अनि साथीहरूले मलाई सरप्राइज पनि दिइसक्यो. यसको चाहिँ म सर्ट क्लिपहरू हालिदिन्छु किनभने मैले बिर्सेछु क्या. अनि आइएम स्टार्टिङ द भ्लग नाउ. आजको भ्लग चाहिँ त्यही डे इन माई लाइफ, घरभित्रै हुन्छ होइन, डे इन माई लाइफ. तर आई सो एभ्री हुन्छ नि को काम हुन्छ के गर्नुहुन्छ अनि हामी कतिको रमाइलो गर्छौँ भनेर लेट्स सी. Happy 100K. Behind the scene, guys. यस्तो हुन्छ है बिहाइन्ड द सिन. साथीहरू म चाहिँ बिचमा हराएँ किन भन्दाखेरि म सुतेछु, मेरो साथीहरू गए अनि म सुतेछु. अनि यहाँ चाहिँ फेरि अर्को ग्याङहरू आइसक्नु भएको छ. हाँसी हुन्छ आफ्नै भ्लग हेरेर. अब जति धेरैजना मान्छे एड हुनुहुन्छ त्यति धेरै क्लिपहरू बनाउँछु अनि म भिडियोहरू बनाएर देखाउँछु. अनि हामी यहाँ चिया खाने चाहिँ मैले दिने मान्छे चाहिँ यता ला सानी छोरी चाहिँ रिद्धि, सानी छोरी ऐसा मत बोलो. हेर्नु साथीहरू को आयो भर्खर. अनि यहाँ अर्को भ्लग चल्दैछ. अब चाहिँ हामी फुड च्यालेन्ज भनेर चाहिँ यहाँनिर यसरी च्यालेन्ज चल्न आँट्दैछ अनि हामी चाहिँ यहाँ फुड सेभ गर्दैछौँ. अनि नाउ अब यो च्यालेन्ज पनि युट्युबमै पोस्ट हुन्छ होला अनि हामी सबैजना यसरी छौँ. हाम्रो यहाँ 60 जना. Hello guys, welcome to my channel. Please like, subscribe and everything. Like, subscribe And follow Sisinola. गाइज हाम्रो चाहिँ भर्खर सक्यो अनि यहाँ मेरो हालत हेर्नु न पसिनाले. हाम्रो दिदीको चाहिँ पालेन लास्टमा चाहिँ खाएको खाएँ. अनि हाम्रो लिफ्ट ओभर चाहिँ यसरी खाएर सकाउनु हुन्छ. यता मान्छे औँला चाट्दै हुनुहुन्छ खाएर सकाएर यता. साथीहरू म अहिले एकछिन 5 सेकेन्ड जति बोलेँ तर भ्लग नै भएको कारणले चाहिँ हामी चाहिँ फुड च्यालेन्ज सकाएर यहाँ तल आएको छौँ. लास्ट धेरै धेरै गर्मी भयो. विराटनगरको गर्मी चाहिँ के साह्रो हो क्या साथीहरू. राम मार्ने नै गर्मी छ क्या विराटनगरको गर्मी त. नि 2 वर्ष काठमाडौँ बसेँ, यहाँको गर्मी नै बिर्सिसकेको थियो. अब फेरि याद आउँदैछ. चार काट्यो शिशिरको 4 वटा. छक्का काट्यो जन्मियो. अनि अर्को भ्लग चल्दैछ रिग्रेटिङ भ्लग. अनि यहाँ चाहिँ खाने यहाँ चाहिँ हाम्रो फुड च्यालेन्ज एडिट हुँदैछ अनि सबैजना खाना बस्दै हुनुहुन्छ. दादाहरू चाहिँ हात धुन गएछु. म चाहिँ अहिले बस्छु, एकछिन पछि बस्छु. हेर्नु यस्तो चल्दैछ है यहाँ.
जाँदै हुन्छ साथीहरू यो चाहिँ श्रीसा हो श्रीसा पनि जाँदैछ अनि यहाँ हाम्रो संस्कृति दिदी पनि जानुहुन्छ अनि यता पनि जानुहुन्छ यता पनि जानुहुन्छ अब जानेवाला भ्लग हे गाइज और यो इनड्राइभ चाहिँ यहाँ देख्न सक्नुहुन्छ ओके बाई 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 चियर्स आलुको मोमो बनाइदिनु भन्दै चाहिँ अब एक दिन आलुको मोमो खानुपर्छ कि अनि सबजना भेला हुनुपर्छ आलुको मोमो हो त कस्तो आलुको मोमो के हो भनेर सोच्नुहुन्छ होला गाइस तर त्यसको पनि हामीले ब्लग बनाउने छ बाई 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 हुँदैछ हाम्रो दिदी यता जाँदै हुनुहुन्छ अनि यहाँ उता पनि भ्लग बन्दैछ बाई ओइ बाई हाम्रो चाहिँ यहाँ दादाहरू जानुभयो फर्केर आउँदै हुनुहुन्छ जस्तो मलाई लाग्दैछ अनि बाई बाई सबैजना जानुभयो मैले सबै काम सकाएर यसरी बसेको छु म चाहिँ अनि दिस मच फर टुडे थ्याङ्क यू फर वाचिङ अनि डोन्ट फर्गेट टु सब्सक्राइब अझै नयाँ नयाँ cheerful कन्टेन्टहरू आउँदैछ अनि थ्याङ्क यू फर 100K फ्यामिली अन इन्स्टाग्राम सी यु इन द नेक्स्ट भ्लग टिल देन बाई सोध्छु म चाहिँ अब